त्यस मुखमा लगाऊ ए भुइँमा राख्नु हुँदैन त्यस गरेर फेरि लु 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 के गर्न आँटेको नि के गर्न आँटेको नि छोडे ए छोड न हेलो वेलकम ब्याक टु आवर न्यू भिडियो। आई होप सबैजना सन्चै हुन्छ होला, हामी पनि सन्चै छौँ। हाम्रो दिदी चाहिँ हिजो उता गाउँबाट आउनुभएको छ अनि हामी चाहिँ आज कहाँ जाने त भनेर प्लान गर्दैछौँ। हामी यहाँ बसेर होइन अहिले हामी बिहान उठेर मकै खाँदैछौँ अनि मकै खाँदैछौँ। यस्तो राम्रो राम्रो यता ज्वाइँलाई पनि निकाल्नु अनि यता हाम्रो ज्वाइँ चाहिँ यस्तो ज्ञानी हुनुहुन्छ, बिहानै चिया ल्याएर दिनुहुन्छ। जेठी सासूलाई सम्मान ज्वाइँले नै सम्मान हुन्छ क्या, सम्मान साह्रो हल्ली होला। अनि चिया दिनुभयो अनि मकै र चिया खाना लागेको हामी बाहिर टक्क बसेर यस्तो मिठो छ। अनि यता बुवा हुन्छ ल अनि यता चाहिँ हाम्रो बुवा आउनुहुन्छ। बुवालाई पनि स्वागत छ भ्लगमा। हेलो गरिदिनु। हेलो बुवा। हेलो भनिदिनु। हेलो भन्नु न। अनि हामी चाहिँ बाहिर बसेर खाँदैछौँ। यहाँ जाडो जाडो छ, त्यस पछाडि यहाँ बाहिर चाहिँ अलिअलि घाम आएकोले गर्दा यस्तो न्यानो न्यानो हुन्छ। किन त्यो हात कामले छ साथीहरू दिनभरि बसेर खाना खाएर अहिलेसम्म होइन। म त कहीँ गयो भने त यति अल्छी लाग्छ, यति निन्द्रा लाग्छ कि के भन्नु है। म अनुहार पनि धोएँ कि धोएन, धोएँ होला बिहान उठेपछि त्यति हो। खानाहरू खायौँ अनि अहिले चाहिँ यहाँ खाजा खाने बेला भइरहेछ। त्यो पनि काम नभएर क्या, खाजा पनि खानु मन लागेको छैन क्या। ल को रह्यो ए कुखुरा पकाएको रहेछ। कुखुरा कराउन पनि मान्छेहरू गरिसक्छु नि। अहिले पिरो चाउचाउ पकाउँछ अरे। चाउमिन बनाउन आँटेको बहिनीले यहाँ चाउमिनको उयो ल्याएको रहेछ भन्दा चाउमिन मर्चा रहेछ। यहाँ त कत्रो कत्रो मर्छ हौ। खेरो म चाहिँ पाहुना गयो भने चाहिँ नि यति अल्छी लाग्छ, यति निन्द्रा लाग्छ कि होइन। म कस्तो अल्छी हुन्छु कि। अनि आज चाहिँ भिडियो थोरै मात्रै स्टार्ट गरेँ, म भोलि नै यसलाई कन्टिन्यू गर्छु। भोलि यहाँदेखि म जान्छु पनि। अनि देख्न सक्नुहुन्छ यता मकैबारी गाउँघर यस्तो रङहरू छ यहाँतिर। यस्तै साथीहरू एकछिन यता बाहिर निस्केको हावा मजाले आउँदो रहेछ क्या यहाँनिर चाहिँ। त्यही हो, फेरि जान्छु एकछिन यहाँ बसेर। त्यो हुनुहुन्छ लोकल कुखुरा। आज कालो खुट्टा भएको रहेछ त बुवा होइन, पुरै लोकल रहेछ। रातो भाले थियो अघि चाहिँ मैले भिडियो गर्नै बिर्सेछु। सिउर पनि कालो रहेछ, खुट्टा पनि कालो रहेछ। हुनुहुन्छ बुवा काट्दै हुनुहुन्छ। मासु त 1 किलो जति रहेछ नि, के हो धेरै चारै दिन चाहिँ हेर्ने दिन भन्छ कि अचानक पनि खतरा रहेछ। त्यो रगत पनि पिनेर हाल्न आँटेको रस बनाउनलाई। रगत पिसेर हालेर झोल बनाएर आज चाहिँ मम्मीले बनाएको जस्तै खानु पर्यो। ल आजको फेरि लोकल कुखुराको मासु खाने बेला भयो। खाएकै मात्र भिडियो आउनु थाल्यो मेरोमा त, खालि मुखबाङ जस्तै हुन आँटिसक्यो। हरियो पाहाडको काँक्रा अनि लोकल कुखुराको मासु, मुलाको अचार। यता चाहिँ छ बियर सेयर। अझै बियरै हालेको फेरि। छोराछोरीको छलफल फेरि छुट्टै छ। कमान साथीभाइ हो। लु बढी राख्नु ल, बढी मुखमा लगाऊ ए भुइँमा राख्नु हुँदैन त्यस गरेर फेरि। छोरालाई पनि यहाँ चिच्ची खानु पर्यो अरे होइन, हिँडी पो हाल्छ त फेरि। अनि यता ज्वाइँ हुनुहुन्छ यहाँ, यता बुवा हुनुहुन्छ, यता भाइ हो। भरि खाने खाली चाहिँ नराख्ने। हेर हाम्रो छोराछोरीहरू फेरि बियर खानु मन लाग्दैन। छिटो कोदोको खतरा जाँडो छ नि त नि दामी के जाँड। म त नखाने, म त यही बियर नै खाने, म नखाने।
मलाई अहिले खाउँ है लाग्यो। द नेक्स्ट डे हामी चाहिँ जान लागेको छौँ। अब त म मेरो अनुहार पनि पुरै क्लियर आयो त। सुप्रेम छोरा छोरा यहाँ आउन, एउटा कुरा यहाँ आउन। ल अब हामी गएको ल राम्ररी बस। यसलाई हतार छ नानी स्कुल पठाउनु। यति हतार पनि। बाई छोरी बाई, राम्रो पढ, राम्रो एक्जाम लेख ल। बस भोलिपर्सि एक्जाम सकेर आउनु ल। जाने अब हामी। ए मैले जुत्तै लगाएको छुइनँ। मेरो ड्राइभर चिन्यो ड्राइभर लु हेर बारी छोडेर हरन लाएर फेरि अन्त कस्तो लाग्यो तँलाई? रो न एकचोटि। बुवालाई यहाँ 1 महिनासम्म छोरीको घरमा बसेर जाँदा कस्तो लाग्दैछ त अहिले? दुःख लाग्दैछ होइन? ल ल बाई है। अहिले चाहिँ उर्लाबारी आइयो अनि एउटा ठुलो मेडिकलसँगै हस्पिटल रहेछ अनि एउटा सामान किन्नुपर्ने आएको। यहाँ पनि पाइएन। अब लाग्दैछु यता फेरि अर्को पसलतर्फ। उर्लाबारी जयहरूको पसलमा आयो। मेरो छोरा चाहिँ अघि सानो बाबालाई पेनकेक्स अघि मागेर खाँदैछ। कतिवटा थियो? 3। साथीहरू अहिले चाहिँ हामी पाडा चौकी आइसकेका छौँ अनि बसमा आयौँ हामी। अनि यहाँ सिटीमा आएर यहाँ बोलेर चाहिँ अब यहाँ सामानहरू किनेर कोला किनेको छु सानो भुन्टा भुन्टीलाई। ओए बाटो गर्ने ठाउँ त्यहाँ होइन? अनि किनेको छु अनि मेरो छोरा जताबाट त्यता हिँड्दैछ। त्यसबाट अनि हामी चाहिँ जाँदैछौँ भाइहरूको घरतिर। त्यस नानीहरूलाई कति बेला देख्नु जस्तै भइरहेछ। तिनीहरूसँग चाहिँ टाइम स्पेन्ड गर्न मन छ। हुन्छ बुवा मेरो छोरी चाहिँ अगाडि हिँड्दैछ। बुवा चाहिँ यहाँ हेर्दै आउँदै हुनुहुन्छ बिचरा। हेर्नु बाउमा बुढाबुढी हुँदा पनि साह्रो पिर लाग्दो छ। त्यस्तो बुढो त हुँदैन र कपालहरू बुढै फुलेको छ। आउँदै हुन्छ पछि अलि हाम्रो सानो मुटुको टुकुरोहरूलाई चाहिँ यहाँ भेटिसक्यो। अनि उहाँ हुनुहुन्छ रानीजी। म चाहिँ रानी राखिदिएको छु। उहाँको नाम प्रिन्सेस हो। सानो प्रिन्सेस बनाना खाँदै हुनुहुन्छ। अनि अर्को दादा प्रिन्सेस मलाई दिनन् भनेर माग्दै हुनुहुन्छ। छोरा यता हेर मम्मीलाई। मम्मी आएर मैले के गरेको छु बुला अब लु के गर्न आँटेको नि के गर्न आँटेको नि छोडे। ए छोड न भयो छोडेन छोड भुतै बनाएन हिँड्दैन मलाई। साथीहरू आज चाहिँ हामी दिनभरि 1 बजीमा आयौँ उतादेखि। अनि त्यसपछि उहाँहरूसँग बसेको होइन, म अहिलेसम्म बसेको। अनि उहाँले नै भुताल्नु भएको, मलाई सबै यस्तो बनाइदिनु भएको नि उहाँले नै हो। अनि अर्को उहाँको दादा हुनुहुन्छ, उहाँले पनि हो। अनि उहाँलाई चाहिँ अहिले मैले यहाँ घुमाउनु ल्याएको छु अनि लाखेको छु। हेलो भन, हेलो भन, सानो सेट हेलो भन। अनि यहाँ आएको छिन् सानो। अनि म 2 जना बसिरहेको छौँ हावामा ल्याएको उसलाई। उहाँ दादा हिँड्दैछ अनि दादालाई हेर्दैछिन्। अब दिनभरि उसँग बसेँ म। आज चाहिँ उनलाई बोकेँ, धेरै बोकेँ। उसको दादा पहिला उसको बाबालाई मम्मीसँग छ। अनि उन चाहिँ मेरो प्यारी हो, उन चाहिँ मेरो गुडिया लाने हो। यति नामी हुनुहुन्छ उहाँ चाहिँ। ऊ पहिला दादा हुनुहुन्छ र हेर्दै हुनुहुन्छ। यस्तै भयो साथीहरू। अब यो भिडियो म भोलिसम्मको राखेर भए पनि एउटा भ्लग चाहिँ बनाउँछु। यस्तो नाम म मान्छे हलुको। साथीहरू आज त हाम्रो बसाइ चाहिँ यहीँ भयो। अनि त्यस पछाडि नानीहरूसँग एकदम खेलेर बस्न पायो। मेरो छोराले बच्चा भएर खेलिरहेको हुन्छ। आजको बसाइ यस्तोमा खेल्दैछ, पुरै साथी पाएको छ। बम गर्दै खेल्दैछ। पुरा रमाइलो लागिरहेको छ उसलाई। मन्जु चाहिँ कति डिस्टर्ब आइरहेको बाहिरको डिस्टर्बले गर्दा सुनिँदैन। बुवाले रेडियो बजाउनुहुन्छ।
अनि यता मन्जु खाना बनाउँदैछु के को भयो मसको बालेर अब चाहिँ म उहाँहरूलाई छोडेर जान आँटेको घरमा उनीहरूसँग यसरी खेलेर बसेर अनि भिडियोहरू पनि गरिनँ एक दिन बस्दा पनि उता मम्मीले बोलाउ त आऊ भन्नु त भन्नु न छोरी यता छोरी उता हेरौँ त मोबाइलमा उता हेर्नु माई डियर सिस्टर पुपुलु मेरो सिस्टर पुपुलु अब तिमीलाई म कसरी छोडेर जानु अब एक दिन पुरी बस्दा पनि तिमीसँग बस्नु चाहिँ रहर पुग्दैन तिमी नामी बच ल हज नामी बच हज पछि आउँछु यस्तो राम्रो मान्छेलाई अब म छोडेर जान लागेको म यस्तो छु मेरो भदाइनी यस्तो क्युट छिन् यहाँ र पुटुलु भाइ छ यहाँ तल दुईजनालाई जाने अब भाइ यता हेर भाइ यसैको बहिनी यहाँ बसिरहेको छ बुवासँग अनि अब हामी जाने अर्को नानी यता मन्जुसँग छ अब हामी जाने गएको बाई 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 छानो बाई 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 यता हेर छानो बाई 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 भन्दै हो बाई टाटा बाई दिदा भन्दै फोनमै अहिले चाहिँ हामी पाडाजुङ्गे चोकमा छौँ अनि अब चाहिँ गाडी बसको वेटिङमा छौँ हाम्रो घरै जाने बस यहाँदेखि लाग्छ अनि आउँदैछ अब 10 मिनट अनि हामी जान्छौँ आमा छोरा मेरो भाइले चाहिँ मेरो छोराले चाहिँ उसको भाइको लागि बिस्कुट किनिदिएको अरे अनि लिची जुस किनिदिएको अरे अनि पाउरोटी किनिदिनु भन्दै थियो होइन पाउरोटी चाहिँ थिएन त्यहाँनिर अब भरे पर गएर किनिदिन्छु आफ्नो भाइलाई एकदम मिस गरिरहेछ घरमा उसको भाइ छ मिस गरिरहेछ भाइलाई त्यो चाहिँ बन्दै गरेको भएर अब बिरतामठसम्म पनि यस्तै छ यति धुलोहरू उडेको छ यति के कसरी पुग्ने क्या यस्तो मुस्किल छ नि यस्तो मुस्किल छ देख्न सक्नुहुन्छ साथीहरू सबैतिर यस्तै छ योभन्दा खतरा बाटोहरू पनि छ एकदम गाह्रो छ मलाई त बमिटहरू पनि धेरै आउँछ